कस्तो धुलो उडेको यार माछा ठुलो छ नि यार यो बल्यो है बल्यो आगो हाम्रो जीवन सरले चाहिँ यहाँ चारो बनाउँदै हुनुहुन्छ है माछाको चारो मेहनत कतिको छ मेहनत कडै छ यस्तो छ दामी होइन मैला चट्ट पारेर हालेर लहु निकाल्ने प्लान हो लेट्स सी के हुन्छ गाइज हाम्रो चाहिँ खाजा आयो हामी चाहिँ त्यो तालमा जाने हो होइन भन्ने हो तिर्सुलीको त होइन तिर्सुलीबाट ल्याएर यता चाहिँ हाम्रो प्रदीप सरले यहाँ आगो फुक्दै हुनुहुन्छ है किनभने मौसम एकदम चिसो चिसो हुँदै गयो यहाँ टक्क आगो बाल्दै हुनुहुन्छ म चाहिँ यहाँ चारो लोड गरिरह हो है यहाँ चारो छ यहाँ गणौला छ अब गणौला र चारो मिक्स गरेर टक्क फाल्ने हो अनि यहाँ हामीले थापेको चारवटा रड यतिकै छ सिल सुल भएको छैन हेर्दै गर्नु होला परेपछि यहाँ देखाउँछ आमा है अब यहाँ तयारीमा छ अब टक्क बल्यो है बल्यो आगो पनि बल्यो
यो चाहिँ राति बाल्नको लागि दाउरा ओसारेको यो आगो बलिरहेछ हाम्रो टेन्ट त्यहाँ छ है यो मुनि चाहिँ खोला छ अनि मेरो एकजना साथी चाहिँ यताबाट आइरहेछ है ओके अहिले चाहिँ रातिको लगभग 12:15 हुन लागिसक्यो है हाम्रो आगो कन्टिन्यू बलि नै रहेछ पानी चिसो हुन्छ भने पानी त्यहाँ राखेको तातो भएपछि ठिकै हुन्छ न त चिसो भयो भने त पुरै आइसै जमेको जस्तो छ एक्स्ट्रा दाउरा त्यहाँ राखिरहेछौँ हामीले है यहाँ पर है अनि हामी चाहिँ टेन्टभित्र छौँ पुरै जाडो छ एकदमै है आगो चाहिँ त्यहाँ बलिरहेछ हामी चाहिँ यहाँ बसिरहेछ लास्ट लुकलुक कामिरहेको छौँ उडेर बसिरहेको छौँ ब्ल्याङ्केटहरू छ अनि यता नि ब्ल्याङ्केटहरू छ जस रमाइलो चाहिँ रमाइलो भइरहेछ होइन तर माछा नपरेर चाहिँ अलिकति निराशा त्यत्तिकै भइरहेछ नत्र पनि लाइफको यो एक्सपिरियन्स सबैलाई रमाइलो हुन्छ मेरो त फर्स्ट एक्सपिरियन्स त होइन यो पहिला नि भइरहेको चाहिँ हो तर आफूलाई एकदम त्यो माछा मार्न नपाएर सिक कहाँ जाउँ भएको भएर यहाँ कुलेखानी आएको अब आजको रात त्यही बिताएर अब भोलि बिहान फेरि घर बिहानै त जाँदैन होला बेलुका त्यही 4-5 बज्यो फर्किने विचार हो त्यही नै हो हेर्दै गर ल बिहानको टाइम झलमल्ल घाम लागेको छ बकुल्लाहरू उडिरहेछन् पोखरीको अगाडि जोस् नजारा दामी छ मर्निङमा चाहिँ फर्स्ट ट्राईमै माछा पऱ्यो है हाम्रो ल माछा पऱ्यो तानै तान नछोडै तान्न आरामले त्यही त सर ताने थियो कि मैले देखिहालेँ जाली छ हाम्रो मारेर राख्ने र सानो रहेछ तान त्यही पनि ल फाइनल्ली एउटा क्याटफिस पर्न सफल भयो है समा दुईटा हुक्ला रहेछ ए त्यही भएर मजाले आयो जाली निकाल्न पर्छ ल बिस्तारै निकाल है तेरो फोन आएर माछा परेकोमा फोन क्याटफिस परेछ ठिकै हो क्याटफिस पनि ल यार त्यसको त ब्लडै निक्ल्यो त पुरै त्यो कैँची ल्या त जापुर यो हुकै काटिदिने होइन नगर त्यहाँ ऊ छ के त्यसको काँडाल घोज्छ त्यो कैँची भएको तानमा यसो भाइलाई लिएर आएको थिएँ मैले ए सञ्जीवसँग आउँदा भर्खर खेल्न सुरु गरेको हान्न नि आउँदा ल वरिपरिको नजारा चाहिँ यस्तो छ है गाइज
के गर्दैछस् केटु? चारो मुसिरा के थाहा त फेरि कुकुरले तानेर भाग्यो पनि भने न अघिको दाइले खतरा ठुलो छ नि ठुलो छ नि माछा त कतिजना 2 छाक पुग्छ 5 जना हो 2 छाक मजाले नपुग्छ हामी आयो तिमी हेटौडा हुनुहुन्छ अरे ठुलो छ नि माछा भने हैन त 2 केजी जति छ भनेर 2 केजी अझ बढी छ होला होइन 2 केजी छ बढी छैन 1.5 केजी र 2 केजीको आसपास छ साढे 2 किलो जति अलिक गफ लाग्यो 2 केजी छ भयो ल यहाँ एउटा क्याटफिस पर्यो यो चाहिँ अलिक सानो छ तर ठिकै छ परिरहेछ मजै भइरहेछ ल त्यही नै राम्रो फेरि एउटा पर्यो है क्याटफिस ल गुड कस्तो त लोडेको यार माया छ चम्मामा परिरहेको कत्रो ठुलो छ क्या रे त ओइ 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 त्यही भएर कि मैले रुमालले समातेको कारण यो काँडाले माया फ्यास्सै हानिदिन्छ कि जोरै निकाल्छ होइन है भ्याट भ्याट गर्छ नि यतिको लाग्ने कि जोरै निकाल्छ ल हाल्नु त्यसमा छ ठुलो छ नि यार यो 1 केजी चाहिँ छ त यो पनि ल बल्छी तान्नु त छ नि यो पनि 1 केजी जति छ हैन हामी फेरि पारी बसाइदिउँ क्या यादै नगरिकन ल ल आइज 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 रिपोर्ट लगा अझै ल मजा आयो माछा समातेर ल हाम्रो चाहिँ परिरहेछ हाम्रो कन्टिन्यू त्यो क्याटफिस चाहिँ परिरहेछ दाइको चाहिँ 2टा भयो अघि एउटा मैले तानिदिएँ अहिले दाइले भर्खर एउटा तान्नुभयो हाम्रो चाहिँ अहिले च्यार चुरचुर केही पनि छैन ल्याएर हाल्नु न त्यही एउटा त्यही नजिकै ल्याएर अड्किन्छ क्या त्यही भएर हो मैले त एक्सपिरियन्स हो नि त अब बल्छी
पुरानो बल्छीमा परे अरे कि फेरि पर्छ तार्न अब त बल्ल बेला हुन लाग्यो त पर्ने बिहान साँझ पर्ने होइन उस्तो के छ यो 1000 रुपियाँको गनेउला हो यस्तो दामी पाराले हान्नु पऱ्यो अब बोल्छु कस्तो छ जीवन सर चाहिँ गनेउला खोज्दै हुनुहुन्छ है गनेउला नि फेरि यत्रो गनेउला छ नि कत्रो छ के त पानी मुनिको कत्रो छ भन्ने सोध्छ यार होइन कत्रोको फिल कत्रो भइरहेछ भनेर कस्तो अलिक ठुलै फिल भएको छ कि त्यो मुरे हो जस्तो लाग्यो हलुका त ल्याएछ हो ल ठिक छ बल्ल ठिक्कको रहेछ ए जिउमा नि रहेछ हुक तिनवटा लाग्यो ल तिनटाले ताने रहेछ नि ल बवाल बुढाले निकाल्दैछु त्यो साइडमा खाने रहेछ क्या बढी अर्को साइड त्यही साइड उत्काए जस्तो छ बुढो ल अब चाहिँ माछा परेन यतिमा परेन भन्दा पनि त्यहाँ 3-4वटा त परेछ अब अहिले अरू चाहिँ परेन अब क्लोजिङ गर्ने टाइम भयो क्लोजिङ गर्दैछौँ ल तानौँ त एक एकवटा गर्दै उयो 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 तान 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 तानिहाल्ने यतिकैमा तान्यो पऱ्यो पऱ्यो ल पऱ्यो है ल ल ल क्लोजिङको भिडियोमा एउटा आयो है ल ठिकै छ त सानै भयो नि त्यही मुङ्ग्रे रहेछ है ल ठिक छ यही भयो नि आयो एउटा ल फेरि अर्को यत्रो आयो तँ हल्लेको ल ल भयो भयो बन्द गर हो ल निकाल ल म त्यो निकाल ल्याउँ जाली ल ओके अब बाई बाई यही हो अब आजको सिका छ निकाल्नु बाँकी छ
गौँडेउला खान आएको रहेछ है। निकालेर एक लट देखाइदिउँ न होइन? ल तिनटै निकाल्न त सट्ट। ल एउटा दुईटा अर्को एउटा यहाँ छ। खनान थियो नि फेरि उता भाग्ला नि, यता भाग्यो त तालमा पर्दैन। ल ल 1 2 3 4वटा माछा पारियो साइज है। यो लगभग होला 1 केजी जति। त्यो 800, त्यो नि लगभग 1 केजी नै छ। त्यो रुमाल ल्याल्नु, रुमाल ल्याल्नु। हाल ल एक पाउ हुन्छ दुईटा गर्दा। एभरेज त्यही हो। गर्दैछौँ, थपिहाल्छ कि भन्ने छ हेरौँ।